नमस्ते सबैजनालाई मेरो सानो छोटो मिठो भ्लगमा धेरै धेरै स्वागत छ। यो चाहिँ मेरो खरायो छु। कति मजाको छ हेर्नु त साथीहरु, मेरो बाबुले पनि समातिरहेछ, उतापट्टि जाइरहेछन्। कति मजाको छन् के, कति राम्रोसँग हेरिरहेछन्। कहिलेकाहीँ त घरमा केही पालेको उहरू देख्दा पनि कति आनन्द। फेरि कोतार्छन् के शरीरमा, हातमा कस्तरी कोतार्छन् के, फेरि समात्न गए पनि नत्र त केही नि गर्दैनन् है। त्यसपछि म चाहिँ गएँ मेरो कुखुरालाई को लागि। कुखुरा ताला लगाइरहेको थियो, कुखुरा चाहिँ भित्र खोलेर बाहिर निकालेपछि देखाएपछि त सबै भागिहाल्छ। त्यही भएर मैले थोरै गरेर देखाएँ। मेरो बाबु दाना हालिरहेछ, फेरि मैले हेरिरहेको छु। यताबाट पानी पनि हाल्यो। पानी हालिसकेपछि हामी चाहिँ लाग्यौँ। धेरै दिन भयो मैले कोलगेट पनि नगरेको, कोलगेट गर्छु भनेर आज अलिकति काम छ कि बाहिर जानु परेपछि मैले जसरी पनि फेरि मुख पनि मलाई अमिलो पिरो हुन्छ कि कोलगेट नगरेपछि, त्यही भएर कोलगेट गर्नै पर्छ जसरी। त्यही भएर म गएँ, कोलगेट सोलगेट गरेँ। पछाडिपट्टि हेर्नु त मेरो फुल कति राम्रो फुल छ के, फुल कति राम्रो फुलिरहेछ। फेरि मेरो छोराले यताउता हेरिरहेछ खै के हो, उसलाई यताउता हेरिरहेछ कि पछाडिपट्टि कति राम्रो। फेरि यसको कपाल चाहिँ मैले काटिदिएको त बजार जान्छ कस्तो भएर मेरो छोराको कपाल चाहिँ। फेरि चाहिँ मैले हिजो अस्तिबाट कहीँ बजार जान्छु है पछि मेरो बाबु नानी चाहिँ चाँडै रेडी हुन्छन् कि, मभन्दा अगाडि नै रेडी हुन्छन् कि। फेरि मैले कोलगेट गरे पनि मैले कपडा लगाएँ भने कपडा लगाउँछन्, चाँडै रेडी। त्यही भएर बाबु पनि यताउता हेरिरहेछ कि, मैले पनि कसरी काटेँ के भयो भनेर यताउता हेरिरहेछ कि। आफ्नो अनुहार आफै हेर्दा त आज अचम्म पो लाग्यो। खै त के भयो मलाई त, सधैँ कहिले यस्तो नबनाएको, अब कस्तो आउँछ है भोइस भनेर बनाएको त खै के कस्तो आयो भने त अचम्म पऱ्यो है। त्यही भएर फेरि त यताउता हेरिरहेछ मेरो बाबुले, फेरि यता हेर्छ उता हेर्छ। म चाहिँ त्यसबाट यतापट्टि कोलगेट गर्दै छेउछाउ यताउता हेर्दै गएको त उता चाहिँ मेरो चाहिँ घर देखियो। मान्छेलाई घर चाहिँ महल चाहिँदैन है, आफ्नो पछि झुपडीमा पनि धेरै बास हुन्छ। महल हामीलाई चाहिँदैन, हामीलाई झुपडीमा भए पनि राम्रो सपनाहरू चाहिँ हजारौँ देखे पनि झुपडीमा चाहिँ हरेक वासस्थान भइरहेछ है हजुरहरू साथीहरूले। त्यसपछि चाहिँ मेरो छोरा चाहिँ हेरिरहेछ उता चाहिँ मैले चाहिँ घर पछाडि चाहिँ मेरो बोटाहरू देखाइरहेछु। म चाहिँ मेरो केरा बेइराखा दसैँलाई हुन्छ। पछाडिपट्टिको मेरो चाहिँ घर, उतापट्टिको चाहिँ मेरो छिमेकीको घर, उतापट्टिका चाहिँ मेरो छिमेकीको घर है। चाहिँ मान्छेहरू कोही हुनुहुन्न है, थारूहरू त हुनुहुन्छ, म चाहिँ एक्लै छु। हाम्रो आफन्त चाहिँ उता टाढा हुनुहुन्छ है।